गाइज वेलकम टू माई युट्युब च्यानल दिस इज मी प्रेमावली। आज चाहिँ हामी जिम जाँदैछौँ अम्बिका म्याम र म। हामी चाहिँ घरबाट हिँडिसकेको छौँ, सो हामी जिम गएर हजुरलाई देखाउनेछौँ। हामी चाहिँ न्यू रोड भएर चाहिँ जाँदैछौँ। हामी जाने जिम चाहिँ गोल्ड जिम हो। हामी चाहिँ ठ्याक्कै गोल्ड जिम पुगिसकेको छौँ। रिसेप्सन साइड हो यो। यु क्यान सी मी एट मिरर। मैले चाहिँ रिसेन्टली 4 डे अगाडि चाहिँ जिम जोइन गरेको छु र मलाई चाहिँ एक्सर्साइजहरू गुरुले सिकाइराख्नुहुन्थ्यो अनि म चाहिँ तिर्खा लागेर पानी पनि खाइरहेको छु। कसरी चाहिँ म जिम जोइन गरेँ होला? कति मान्छेले चाहिँ यस्तो स्किनी छ त्यही नै जिम जोइन गरेछ भन्ने हुन्छ। कति मान्छेले चाहिँ किन जिम जोइन गर्यो होला, जिम त घट्नु मात्रै चाहन्छन् मान्छे भन्ने पनि कन्सेप्सन हुन्छ मान्छेहरूको दिमागमा है। मेरो चाहिँ किन जिम जोइन गरेँ भन्नको कारण चाहिँ म चाहिँ अलिकति वेट गेन गर्न जिम स्टार्ट गरेको थिएँ अनि कति धेरैजनाले चाहिँ मलाई कति स्किनी हो, घरमा खाना दिन्न क्या, के हो यति साह्रो दुब्लाको भनेर चाहिँ मलाई क्वेसनहरू अति नै गर्ने। अनि त्यसपछि मलाई चाहिँ अम्बिका म्यामले नि पर्सनली धेरैचोटि जिमको लागि मोटिभेट गर्नुहुन्थ्यो। उहाँ चाहिँ मेरो एकदमै ठुलो मोटिभेटर जिमको लागि है। उहाँले जिम एकदमै फोर्स गरेर 4 दिन अगाडि गएर नै त्यसपछि मैले जोइन गरेको हो। तर मलाई अहिले पर्सनली एकदमै मन परिरहेको छ मेरो जिम लाइफ हैन। 1-1.5 घन्टा जिम गयो अनि आयो अनि गुरुले दिएको डाइट प्लानहरू फलो गर्यो। म चाहिँ एकदमै इन्जोय गरिरहेको छु। आई होप मेरो 2-3 महिनामा राम्रो ट्रान्सफर्मेसन निस्किन्छ होला। अनि उहाँले चाहिँ भिडियो पनि बनाइराख्नु भएको छ बिचमा। मेरो दिमाग चाहिँ रिफ्रेस गरिराख्नुहुन्छ है। उहाँ चाहिँ जिमको लागि चाहिँ मेरो लागि एकदमै बिग सपोर्टर हो। हामी चाहिँ जिम सकेर अब घर जान लागेको छौँ। सो